विधानलाई कसले टार्न सक्छ र कसले नकार्न सक्छ र कोही भएर दुखी हुन्छ कोही नभएर दुखी हुन्छ। यस्तै किसिमको घटना एउटा म तपाईहरुमाझ प्रस्तुत गर्न गइरहेको छु। कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म सुनि र यहाँलाई कस्तो लाग्छ आफ्नो विचार आफ्नो कमेन्ट मार्फत व्यक्त गरिदिनु होला। एउटा गाउँको हुने खाने घरको बुवा जसका 3 भाइ छोरा र केही छोरीहरू हुनुहुन्छ। 3 भाइ छोरा मध्ये जेठो छोरा अमेरिका जानुभएको छ, माइलो छोरा अस्ट्रेलिया जानुभएको छ भने कान्छो छोरा जापान जानुभएको छ। 2 बहिनी छोरी युरोपका देशहरूमा जानुभएको छ। आज बुढाबुढी एक्लै एक क्लासमा बसिराख्नु भएको छ। मृत्युसँग लडिरहनु भएको आफ्नो श्रीमतीलाई हस्पिटलको बेडमै छोडेर ती वृद्ध बुवाले छोरा छोरीहरूलाई सम्झिँदै एक कल गरौँ न त भनेर अमेरिकामा रहेको छोरालाई कल लाउनुहुन्छ। अनि अमेरिकाको छोरालाई कल लाइसकेपछि उसले कल उठाउँछ र उसले भन्छ म अहिले आउन सक्दिनँ, बरु अस्ट्रेलियामा भएको माइलो जापानमा भएको कान्छो छोराहरूलाई बोलाउनुहोस्, छोरीहरूलाई बोलाउनुहोस् भन्ने यस्तो जेठो छोराबाट जवाब पाएपछि अरू केही भन्न नसकी सुखी रहनु मात्र भनी फोन काटेर अस्ट्रेलियामा रहेको छोरालाई माइलो छोरालाई कल लगाउनु भयो। आशा त थिएन बुबालाई छोराको, तर पनि बुबाको माया अनि कमसेकम बिरामी जन्म दिएको आमाको एकपटक मुख हेर्नसम्म त आउँछन् कि भन्ने झिनो आशाले कल गर्नुभयो। माइलो छोराको पनि त्यस्तै रुखो जवाब पाउनुभयो। त्यसपछि जापानमा बस्ने कान्छो छोरालाई फोन लगाउनु भयो। फोन लाग्यो, उठ्यो पनि, छोराको जवाब आयो, हजुर बुबा सन्चै हुनुहुन्छ भनेर बुबाको हालखबर सोधे। थोरै भए नि बुबालाई खुसी लाग्यो। जेठो माइलो अनि युरोपतिर गएका छोरीहरू नआए पनि कान्छो छोरा त पक्कै आउँछ कि भन्ने। अनि बुबाले भन्नुभयो, छोरा म त ठिकै छु, हेर तेरो आमा। यति भन्दै बुबा गजगच्याउनु भयो आफ्नो स्वरलाई। उहाँ भाव विफल हुनुभयो। उहाँ रुन थाल्नुभयो। बोल्दा बोल्दै भावुक हुनुभयो। छोराले सोधे, बुबा आमालाई के भयो र? कान्छो छोराले थोरै चिन्ता व्यक्त गरे जस्तै गरे। अनि बुबाले भने, छोरा तिम्रो आमा हस्पिटलमा मृत्युसँग लड्दै छिन्। कुन बेला अन्तिम सास हुने हो, कुन बेला सास रोकिने हो थाहा छैन। आमाको मुख मात्रै भेट्नको लागि भए पनि एकचोटि घरमा आऊ है। तिम्रो जेठो माइलो दाई, तिम्रा दिदी बहिनीहरू कोही पनि आउन नपाउने, समय नमिल्ने कुरा गरे। कान्छा